ल आजको इक्जाममा हाम्रो भाइहरूले इक्जाम दिएर आइसक्नु भएको छ। पारस भाइले 40 मा 40 मिलाउनु भएको छ, भाइलाई बधाई छ। र यहाँनिर अर्को भाइ पनि हुनुहुन्छ छेउमा, हाम्रो सन्तोष भाइले चाहिँ 39 वटा मिलाएर आउनु भएको छ, उहाँलाई पनि धेरै भन्दा धेरै बधाई छ। यहाँहरूले राम्रो कडा मेहनत गरेर चाहिँ 40 र 39 मिलाएर आइसक्नु भएको छ। यहाँहरूलाई फेरि पनि बधाई दिन चाहेर अब हाम्रो पारस भाइले भन्नुहुन्छ कस्तो क्वेसन आयो त इक्जाममा, के पढ्दाखेरि चाहिँ पास हुन सकिन्छ, कसरी पढ्नुभयो। हाँसिमुनिका नमस्कार सबैजनालाई। सबैभन्दा पहिले त गुरु प्रताप सरलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। सरले चाहिँ धेरै साथ सहयोग र सपोर्ट गर्नुभएको थियो। अनि आजको डिसेम्बर 9मा चाहिँ मेरो इक्जाम थियो, 40 मा 40 मिलेको थियो। क्वेसनहरू सबै बुकबाटै आएको थियो। बुक मात्र पढ्दाखेरि हुन्छ, धेरै नआत्तिकन धैर्य गर्न चाहिँ जान्नुपर्ने रहेछ। सरहरूको साथीभाइको सबैको कुराहरू चाहिँ सुनेर मोटिभेसनको साथ चाहिँ 40 मा 40 हान्न सफल भयो। सुरुमै चित्र आएको थियो, बाकसमा चाहिँ स्याउ चाहिँ राखिरहेको थियो। अनि जस्तै अहिले निलो ट्रकहरू हुन्छ नि, हाम्रो त्यो ड्रम ट्रकहरू, सानो सानो ट्रकहरू, तिनीहरूको चाहिँ पछाडिको चाहिँ भागलाई चाहिँ 735 सेन्टिमिटर भनेर देखाएको थियो। त्यो 735 सेन्टिमिटर लाउन पर्ने थियो। मलाई आएको भनेको चाहिँ प्यासेजमा चाहिँ लङ प्यासेजमा चाहिँ हाङ्गुल नालको आएको थियो, खागे नाल पनि भनेर भन्दो रहेछ पहिले चाहिँ। अनि त्यसपछि अर्को चाहिँ छेसाको बारेमा, लङ प्यासेज छेसाको बारेमा पनि आएको थियो। छेसाको बारेमा नि आएको थियो, छुसककोमा नि आएको थियो, अनि सङ्गमेको बारेमा सबै समेटेर आएको थियो। अनि अर्को अघि चाहिँ कस्तो आएको थियो भनेदेखि कारखानामा चाहिँ उत्पादन भएको चाहिँ सामग्रीहरू, जति पनि सामग्रीहरू हुन्छ त्यो सामग्रीहरूलाई चाहिँ बेच्ने उद्देश्यले चाहिँ बजारमा चाहिँ पठाउने काम हो भनेर थियो। ठिक छ, अनि यो खाली लिस्निङ वाला चाहिँ आएको थिएन, प्रश्न मात्रै सुन्नेवाला चाहिँ तपाईँ? तिनीहरू पनि आएको थियो, 3-4 वटा आएको थियो, तर सजिलो थियो एकदम, अरू अप्सनै नमिल्ने खालको थियो। यहाँ गरेको लिस्निङहरू जस्तै आएको थियो। ब्लाइन्ड लिस्निङहरू चाहिँ यहाँको मजाले सेटहरू चाहिँ प्र्याक्टिस गर्नु होला, यहीँको जस्तो आएको थियो। सेम टु सेम डिटो त्यही क्वेसन आएको थियो। ल हाम्रो सन्तोष भाइलाई चाहिँ कस्तो लाग्यो त आज क्वेसन त्यहाँनिर दिँदाखेरि? यहाँ र त्यहाँ के फरक भयो होइन? यहाँ गरेको प्र्याक्टिसले तपाईँलाई कति सपोर्ट गर्यो त इक्जाम दिनलाई? सबै कुरा त पारसले भनिसक्नुभयो। क्वेसन त नर्मली नै हो, इजी नै आएको थियो क्वेसन चाहिँ। यहाँको अब जति सेट यहाँको गर्यो त्यति राम्रो हुन्छ। प्रताप सरले जति यहाँ ब्रिफिङ दिनुहुन्छ, टिप्सहरू दिनुहुन्छ, त्यो सबै चाहिँ यहाँ सोचेर गयो भने वहाँनिर राम्रो हुन्छ। सबै क्वेसनहरू बुकमै आधारित थियो होइन त? बुक राम्रो पढ्यो भने पास गर्न सकिन्छ। हजुर, क्वेसन सबै बुकबाटै थियो, बाहिर एउटा पनि क्वेसन थिएन। जति राम्रो बुक पढ्यो त्यति राम्रो गर्न सकिन्छ वहाँ चाहिँ। तर यहाँको जति युबिटी एक्जाम चाहिँ गर्यो, जति सिट छ त्यो चाहिँ सबै गर्यो भने त्यसले धेरै हेल्प गर्छ। ल समग्रमा भाइहरूले राम्रो गर्नुभयो। भाइले एकदम आज 100 मा 100 40 वटा क्वेसन मिलाउन सफल हुनुभयो। र अर्को भाइ पनि एकदम मेहनत साथ पढ्नुहुन्थ्यो, उहाँले पनि 39 मिलाउनु भयो। आगामी दिनहरू पनि उज्जवल रहोस् भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु। हस् त, धन्यवाद।